सबैलाई जय मसी है। हामी भन्दा नि म एकदमै एक्साइटेड छु। आज अरू पनि छन् होला तर म छुट्टै एक्साइटेड छु किनभने आज चाहिँ हामीले अस्ति किनेर ल्याएको ड्रम चाहिँ आज चाहिँ अनबक्सिङ साथसाथै हाम्रो प्र्याक्टिस पनि छ आज हाम्रो आउँदो युथ कन्फरेन्सको लागि। अनि हामी एकदमै एक्साइटेड छौँ है त आज। अनि तपाईँहरूलाई देखाउनेछौँ हामी के कस्तो छ ड्रम भनेर है त। हुन्छ जय मसी जय मसी हल्का झुकेर जय मसी जय। ड्रम चाहिँ यही छ हाम्रो। अब हामी आज यसलाई अनबक्सिङ हान्नुपर्छ है। यो चाहिँ पुरानो ड्रम हो, यो चाहिँ बिग्रेको भएर चाहिँ हामीले अब नयाँ आइसक्यो। ल अब चाहिँ गुरुबाहरूले प्रार्थना गर्नुहुन्छ अनि त्यसपछि चाहिँ हामी यसलाई अनबक्सिङ गर्नेछौँ है त। परमेश्वर पिता हामी तपाईँलाई धन्यवाद दिन्छौँ। यो घडी तपाईँलाई हामी हृदयदेखि धन्यवाद दिन्छौँ। संसारमा भएका यावत थोकहरूबाट महिमा लिनुहुने परमेश्वर, जसरी यो इन्स्ट्रुमेन्टहरू आएको छ इलेक्ट्रिक ड्रम, हामी परमेश्वर पिता यो अब जसरी भाइले खोल्दै हुनुहुन्छ अब यो मण्डलीको लागि युजको लागि परमेश्वर यो बजाउने व्यक्तिको जीवनमा आशिष गर्नुहोस्। यसका साउन्डहरूबाट जीवित परमेश्वर तपाईँको महिमा भएको होस् र परमेश्वर यो सबै कुरामा हो लङ लास्टिङको आशिष तपाईँले दिनुभएको होस्। धेरै समयसम्म टिकेर धेरै समयसम्म प्रभु हामी यी कुराहरूबाट तपाईँको महिमा गर्न सकौँ। धन्यवाद प्रभु। यो ड्रमबाट निस्केको हरेक धुनले तपाईँ यीशुकै महिमा हुनेछ र मानिसहरूलाई धुनहरूले आज तपाईँको नजिक जानको लागि माध्यम बनाउनेछ। प्रभु धन्यवाद। यो ड्रमलाई तपाईँको हातमा अर्पण गर्छौँ यीशु प्रभुको नाममा। यो चाहिँ गोप्रो ड्रोन सर्ट है। यो चाहिँ गोप्रो विथ ड्रोन हो यो।
यही हो अन जोली ल आयो है ल लाइन पोइन्ट सर्ट हाल्नु हो साउन्डहरू कस्तो कस्तो रहेछ हेरौँ त ल अब तिम्रो चाहिन्छ भाइ दामी हायत ल यो चाहिँ ओपन हायत ल सुरज के देखाऊ देखाएन सुरजले आफै हान्छु सुरजलाई देखाऊ भनेको देखाएन है अब म आफै हान्छु ल मलाई के लाग्यो भन्दाखेरि ज्यान निकाल्नु त भने साउन्ड ल खाजा पनि आएको छ है खाजा पनि राम्रो सुन्दै हाम्रो कपाललाई के भन्नु चिम्टी लाउने काका कपाल भन्छ नि आइब्रो निकाल्ने चिम्टी के ए त्यो त घरमै हुन्छ राम्रो छैन होला है यो आउनुभन्दा अगाडिको चाहिँ एउटा रिफ चाहिँ तिमीले याद गर जी डी जी सी डी गरेर हुन्छ कसरी हुन्छ आयो है हजुर त्यसमा के छ हजुर मैले हुन्छ हजुर त्यसले
ए भइसक्यो ए यो माल सानो रहेछ त्यो। अझै माथि हुन्छ ठुलै हुन्छ अझै यस्तै हो यो चाहिँ यो भएको यो डेलो भएको रे अनि त्यो हेर्नु है कुरा हेर्नु यही छ तिम्रो जवानीलाई एकचोटि गाडी भएपछि सुनाऊ तिम्रो कहाँनिर कति कहाँनिर कम्प्रोमाइज मैले छोड्नु सक्ने सम्भावना छैन कि त्यसले तेरो मेरो चस्मा देख्नु भने चस्मा बेलुका पठाऊ चस्मा देख्नु भएन सबले त्यही खोज्नु उतातिर देखेको थिएँ कहिले हो उतातिर देखेर कहिले हो त्यो पनि कहिले हो रे तिमी आफ्नो अस्ति हप्ता त्यो भन्दा होला आयो देख्यो भने अहिले देख्नु पऱ्यो कि हिजो बेलुका छोडे हो यो दुईटा भएको रे सबै महिमा त्यो तपाईँले यता छ यतातिर छैन होला हाल्दा छ मैले ग्रुपमा कहाँ चाहिँ गयो होला